अब यहाँ बसिहाल्यो 1 हप्ता होइन, हजुर घर जानु पाउँदा चाहिँ अब खुसी आफ्नो अब परिवारहरू भेट हुन्छ। घरको खाना खानु पाउँछ मेन त है, के मिल्दैन बाहिर निस्केपछि अब खानाहरू मिल्दैन नि त, अब चाहिँ खानु पाउँछ मजाले घरमा गएर है, यस्तो खान्छु यस्तो खान्छु भनेर सोचेको छु। 1 हप्ता भने पनि 1 वर्ष भने पनि त्यसमा हामीले कतिवटा मेमोरिज राख्नुपर्ने त्यो चाहिँ आफ्नो हातमा हुन्छ र धेरै मेमोरिजहरू यो 1 हप्ता बिचमा रहेको छ साथीहरूसँग है, र कलकत्तासँग त्यो मेमोरिजलाई समेट्दै लास्ट ब्लग यो कलकत्ताको तपाईँहरूको माझमा। अहिले भने चाहिँ हामी SRFT हाईबाट चाहिँ निस्किसकेका छौँ, सबैजना जाँदैछ र मेरो भ्लगलाई हेरिदिनु हुने सबैलाई म थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि तपाईँलाई फेरि पनि यस्तै इन्ट्रेस्टिङ भिडियोहरू ल्याएर आउने म जमर्को कस्दै नै छु र ल्याउने नै छु, र तबसम्मको लागि बिदा दिनुहोस् सबैलाई, नमस्ते। कम्पाउन्डहरू पनि एकदम राम्रो थियो यहाँको चाहिँ, ग्रिनेरी। आज चाहिँ हावा हुन्डी आउँला जस्तो भइरहेको छ, कलकत्तामा पनि निकै जोड गर्दैछ असिना आउनु, र ठिकै छ मौसम पनि है फर्किँदैछ, खुसी पनि लागिरहेछ, घर पुग्नु पाउँदैछ 1 हप्ता पछाडि, घरको खाना खानु पाउँछ मेन त है, के मिल्दैन बाहिर निस्केपछि अब खानाहरू मिल्दैन नि त, अब चाहिँ खानु पाउँछ मजाले घरमा गएर है, यस्तो खान्छु यस्तो खान्छु भनेर सोचेको छु, तर के हुन्छ अब हेरौँ है। अनि अब केही छैन, ठिकै छ, मजा आयो, त्यो ट्रिप पनि एकदम एक्सपोजर टुर पनि एकदम राम्रो भयो। सबैलाई थ्याङ्क यू सो मच। ठीक है, चलते हैं। Country is Sikkim only, state. We belong from the India only. आपका नाम? परितोष राय। परितोष राय। तो SRFT में अब यहाँ पे काम करते हैं, उधर ही है। अरे वाह, इतना ठीक है। तो हम चल रहे हैं आज, 1 हफ्ता बैठ लिया, 2-3 दिन, तो बहुत अच्छा हुआ, यहाँ पे बहुत मजा आया, तो चलते हैं। थैंक यू। बाय बाय। फाइनली अब हाम्रो यो SRFT को टुर कम्प्लिट भयो होइन। अब हाम्रो साथीहरू आफ्नो घर जाँदैछौँ र धेरै कुराहरू सिकेका छौँ र जुन चाहिँ फ्युचरमा पनि इम्प्लिमेन्ट गर्नेछौँ। हिजो हामी यहाँ इन्स्टिट्युटको होस्टेल भनौँ न, अब गेस्ट हाउस, त्यहाँदेखि हामी उता चाँदनी चौक भन्ने चाहिँ सपिङ गर्नु गएको मेट्रोमा, र त्यहाँ पुगेपछि चाहिँ हामीले अब दुनियाँभरको अब इलेक्ट्रिकल ग्याजेटहरू, कम्प्युटरको चिजहरू, लुगाहरू सबैहरू देखेँ होइन। कति साथीभाइहरूले किन्यो, मैले पनि किनेँ। अन्त यो अब गान्तोकको भन्दा चाहिँ अब निकै नै सस्तो रहेछ, त्यसले गर्दा चाहिँ अब साथीभाइहरूले किनेको सबै किन्यो। त्यहाँ सपिङ गरेर फेरि हामी नराम्रो पञ्चायत एकदमै क्राउड थियो त, एकदमै क्राउड, ग्याच्याङ अब सबै हल्ला, अब एकअर्कामा बोलेको पनि नसुन्ने, र पनि अब त्यहाँभित्र गएर अब मजा आयो एक्सपिरियन्स। कति प्रायः चाहिँ ओरिजिनल चिजहरू होइन, ब्यागहरू, यो अब पर्सनल ब्यागहरू, बेल्टहरू, जुत्ताहरू, त्यो लेदरको बसिहाल्यो 1 हप्ता होइन, हजुर घर जानु पाउँदा चाहिँ अब खुसी आफ्नो अब परिवारहरू भेट हुन्छ हो। अब यताको आजको बेलुकाको जर्नी बारेमा के सोच्नु भएको छ? अब आजको यताको जर्नीको बारेमा के छ भने अब भरे 6:30 बजी हाम्रो बसको टिकट बुक गरेको छ सिलगढीसम्म, अब कलकत्ता जङ्सनदेखि। त्यहाँदेखि हामी नाइट बस एकदम लग्जरी डिलक्स बसमा हामी अब जाँदैछौँ। र हाम्रो भाइलाई भन्नु के छ भाइ, 1-2वटा भाइ, अरे राख्देऊ न, राख्देऊ न। सम्पूर्ण मेरो फेसबुकको भ्युअर्सहरूलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो यो छोटो जर्नीले हजुरहरूले हेरिदिनु भयो, सेयर गरिदिनु भयो, लाइक गरिदिनु भयो, हामीलाई एकदमै सेफ जर्नीको कमेन्ट गरिदिनु भयो। हजुरहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।